चलो भैया हम भारी उठाले गए थे लो मलाई चिन्नु भयो होला के रे ल ल गाउँ घरको कामदार हो म कहाँ जानु पर्ने अब हाम्रो यहाँ आन्टीले चाहिँ भारी हाल्न लैजानु भएको छ के गर्ने बाबु किसानीय जिन्दगी गर्नै पर्यो होइन खानाको लागि गर्न पर्यो यता हाम्रो पिपल डाँडाबाट आउनु भएको वरिष्ठजी हुनुहुन्छ यता पिपल डाँडाजीबाट आउनु पिपल डाँडा विपन्ना तिमिल सिन्हाजी हुनुहुन्छ उहाँ चाहिँ यहाँको के छ तपाईँको अनुभव बताउनुहोस् ठिक छ के हुँदैछ यस्तै छ चलिरहेको छ जिन्दगी चलेकै छ होइन मलाई देखिरहनु भएको छ बुटुलको प्रख्यात शिक्षकमा चाहिँ काम गर्नुपर्छ काम गरेर खानुपर्छ भन्ने हाम्रो उदाहरण यही है यसरी हामी जे परे पनि गरिन्छ भनेर खेतमा आइएछ परिवार सबै कुरा गर्नुपर्छ सधैँ सहर बजारमा बस्न हुन्न पेट बढ्छ कुनै के डायबिटिक के जाति भन्ने बढ्छ हस् त अहिलेलाई यति नै अब हामी काम गर्दैछौँ धेरै भिडियो बनाएर पनि भएन अरू कुरा चाहिँ देखाउँदै गरौँला है धन्यवाद